नमस्कार। यदि तपाईँको जन्म कुण्डलीमा स्पेसली यो छैटौँ भावसँग चाहिँ यदि सम्बन्ध छ भने त्यस्तामा चाहिँ अझ यसले चाहिँ बढी प्रभाव पार्छ। तपाईँको जन्म कुण्डलीमा बृहस्पति र राहुको चाहिँ संयोग परेको छ। राहुको अवस्था चाहिँ एकदमै हाई छ, नेगेटिभ भएर चाहिँ एकदमै यङ अवस्थामा छ, किशोर अवस्थामा, यौवन अवस्थामा गएर बसेको छ। त्यही स्थानमा चाहिँ बृहस्पतिको अवस्था चाहिँ अलिकति कमजोर छ, वृद्ध छ, वक्री छ, मृत अवस्थामा छ। तर कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा यस्तो अवस्थामा चाहिँ ज्योतिषले राहुकै रत्न लगाउन दिएको पनि देखिन्छ। यस्तो अवस्थामा चाहिँ कहिले पनि तपाईँले राहुको रत्न लगाएर बृहस्पतिलाई अझ कम एउटा पावरलेस चाहिँ गर्न हुँदैन। बरु बृहस्पतिको मन्त्र जप गर्दाखेरि चाहिँ राम्रो। आवश्यक परेमा यदि लगाउन चाहिँ मिल्छ भने बृहस्पति बरु यहाँ चाहिँ राहुको नलगाएर बृहस्पतिको रत्न लगाउँदाखेरि चाहिँ राम्रो हुन्छ। किनकि अलरेडी राहुबाट चाहिँ बृहस्पति पीडित छ, बृहस्पतिलाई बलियो गर्नु पर्यो। अब बृहस्पति र राहु चाहिँ जन्म कुण्डलीमा एकसाथ गएर बसेका छन् भने त्यस्तो अवस्थामा जहिले पनि व्यक्तिलाई बिना मतलबको अब्जस आउने, अलिकति बिना मतलबको चाहिँ दोषहरू लाएर कहिलेकाहीँ त व्यक्तिलाई गल्ती चाहिँ अरूले गर्छन्, आफू चाहिँ फसेर जेलसम्म जानुपर्ने स्थिति पनि आइदिन्छ। स्पेसली यो छैटौँ भावसँग चाहिँ जोडिएको छ, 12औँ भावसँग चाहिँ जोडिएको छ, अष्टम कष्ट भावसँग चाहिँ जोडिएको छ भने त्यस्तो अवस्थामा चाहिँ अलिकति बढी प्रभाव पार्ने हुन्छ। त्यही भएर यस्ता व्यक्तिहरू सङ्गत गर्दाखेरि चाहिँ अलिकति ध्यान दिनुपर्छ। कहिलेकाहीँ आफैले गल्ती नगर्ने, अरूले गल्ती गरेको फल पनि आफूले भोग्नुपर्छ।